गाइस सबैलाई मेरो के बोलो च्यानलमा सबैलाई वेलकम छ सबैलाई स्वागत छ र ह्यापी होलीको सबैलाई शुभकामना भन्दै आज हामी यो मेरो भ्लगलाई स्टार्ट गर्दैछौँ हामी है गाइस आज साली लगायत मेरो बुढी सब छैन यहाँ है फेरि भनेर रेडी हुँदैन मतलब लुगा सोगा चाहिँ ट्याक्कमा के हुन्छ हाम्रो फोटो खिचिन्छ कहाँ कहाँ गइन्छ के हुन्छ आज देखाएँ हम के कैसा लाग्यो भोलो हो नि अब ह्यान्डसमै हो यार के भनेको ह्यान्डसमै थियो भने अब त्यति ह्यान्डसम पनि थिएन हिरो भएर त आइयो तर अब कहाँ जाने के जाने प्लानिङ भएन आधा प्लानिङ भएको छ यहाँबाट जान्छौँ बाइकमा हामी सालीहरू अहिले यहाँबाट अटोमा जान्छन् सालीहरू अटोमा गइसकेपछि उताबाट सालीहरू उता दिदीको स्कुलले जाने कुरा गर्छन् हामी बाइकमा सँगै जाने कहाँ गइन्छ अनि आइन्छ त्यही हो गाइस यो एउटा भाँच्चा छ गाइस यो मेरो सालीले चाहिँ हानेर भाँच्यो नि फाइटर हो क्या मेरो साली फाइटर कस्तो लुगाइ फोहोर भयो जस्तो चाहिँ फोहोरै रहेछ मेरो एकचोटि माया उडी उडी मन खुडी खुडी ए मेरी बुढी बुढी के तिमी क्युटी यति राम्री देखिन्छौ अब हामी छिरेंगे इधर ई भेना चाहिँ के आर्मी हो नि यार आर्मी हुँ म वाओ म चाकु 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 के बोले भाइ अब के बोले के छ थाहा हामी बोले रोक्न अहिले कस्तो भएको कलर कहाँ हो यता हेर्नु अब त्यहाँ यस 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 मै भेना बेलुन जस्तो लागिरहेछ होइन यो होइन यो चाहिँ त्यहाँ रङ जस्तो होला हेर्नु न लगाएर हामी निस्किँदैछौँ अब राति हामी साली खेल्छौँ भाइ ल ल जाउँ अब लगायत जाउँ अब जाउँ त नि जाउँ सालीहरू पुगेर हामी जान्छौँ गाइस गर्मी कस्तो यार गर्मी त पोलिरहेको छ भने खालि आज तेल काहीँ नै यार यहीँ खालि हाम्रो यहाँ मात्र काहीँ छैन कि आज यहाँ मात्र छ तेल चाहिँ हाम्रो प्रहरीकै लागि हो चाहिँ कतिको 500 को हालिदिने खालि 500 ए ल ल आज भरिन्छ गाइस पेट्रोल 500 को हालिदिन्छ मात्र 500 धेरै हो नि यार 3 सँगसँगै आलु त के चाहियो त अनि हामी जाउँ भनेर आज गाइस के गर्छौँ हेरौँ यो एलिना चौहानको ब्रेकअप भएको गाना छ नि प्लिज प्ले द ट्र्याक एलिना चौहान के भयो डान्स गर्दै के हेरौँ त यार गर्मी हुन लाग्यो भने अति ल भाइ देशीलाई हेर्नु परेको आयो नङ्गे आन्टी आयो म त कन्टिन्यू
That's it. Thank you so much. Regular. भाइ यसरी भाइरल छ त भाइरल हेलमेट पनि के हाल्नु पर्छ ल त्यही त भने एकजना हामीसँग दाइ एउटा अन्त लाग्छन् लगायत हामी अब हजुर एउटालाई अटोमा गर्नुहुन्न लगायत हामी जान्ला यहाँबाट रिटर्न भयो यहाँबाट हामी कन्सर्टबाट रमाइलो भयो भनौँ ठिक छ ल गाइज हामी फाइनली हामी गइसक्यो हाम्रो ग्रुप फेरि बाइक स्कुटी बाइक हामी गइरहेछौँ कपडर हलमा हाम्रो भोलिको माहौल कस्तो छ हेर्नुको लागि मेला कस्तो छ हेर्नुको लागि कन्सर्ट कस्तो छ हेर्नुको लागि कन्सर्ट नै भन्छ हामी जाँदैछु गाइज मान्छेको थोप्ला बादलका चाक जस्ता छन् आज हो कि गाली पुरै कलर मिक्सिङ हो नि त दोस्रो बादल भयो हामी ओहो मा कसम पैसा मान्छे धेरै छ गाइस होलीको यस्तो प्याकाप्याक छ मार्छ मान्छे पुलिसहरू लास्ट स्टेसन मान्छे भाइरल केटो के हो ओ भाइरल मान्छे त अटिसन गाइड अटी उताको भन्दा पनि धेरै छ यता कपडेलमा मान्छे अटी भने लास्ट भित्र कन्सर्ट बन्दैछ टिकट त 200 रहेछ यार भाइर केटाहरू सब आएको छ केटाहरू केएमसी केटाहरूले खायो आमा मेरो आदमी सबै बहिनीको त पुरै कलर लगाएको छ मुखमा पुरै आँखाभित्र कलर हाल्छ आँखाभित्र कलर छ बिचारी रिदम 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 ओ कलर मलाई देऊ भाइ तिमी पनि कलर लाउने भाइ आज होलीको भाइ होली के भाउजू भाइ भाइ जाऊ जाऊ भाउजू भाइ तेरो भाउजू काका कहाँ भाउजू भाइ के काका के बनायो हालत त हेर्दा हालत लगायत हामी यहाँबाट पनि बिदा पाउँछ जान्छौँ अब हामी यहाँबाट निस्क्यौँ भोलि राम्रै बनाइयो भन चेन्ज गरिदियो भने 1 मिनटमै होलिया चेन्ज बुढाबुढी चित्त बुढाएर गइसक्यो हामी होइन बुढी के गरौँ पहिलाको गयो त ठिकै अब बुढा छ के हाल्नु चित्त बुझाउनु पर्यो भोलि नबोलै काली म पिटर बाललाई फेरि यस्तो कुरा गर्नु ट्राफिक रेसन चेकिङ भइरहेको क्या त
देखाउने थियो हामीले कामबाट आउँछ दार खाएको पनि चाहिँ कति लाउँछ ए खा चाहिँ कति लाउन् ठिकै छ हामी जस्तो केही खाएको छैन नास्ता मात्र खाएर आयो नास्ता खाएर आएको छु सर होइन तपाईँको पोजिटिभ आउँछ हजुर थ्याङ्क यू सर नास्ता खाएर आएको अब मैले भने बोल्नु पर्ने भनेर पोजिटिभ भएर इङ्ग्लिसबाट अरे 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 के गर्नु लाग्यो यो साइकलले बिचमा उ गरिदिनु लाग्यो बिस्तारै लगायो छेउबाट कति चौरा पल्लोस ढङ्गरी चौरामा खोज्दा त्यहाँ पनि गयौँ त्यसपछि हामी कपडामा पनि पुग्यौँ अब शिवपुर धाममा पनि पुग्यौँ लगायत हामी शिवपुर धाम पनि पुग्यौँ फेरि मान्छे कस्तो चाहिँ के हेरौँ मेन भनेको होली भने यो गाई तराईतिर खास छैन तर यहाँ त हाम्रो के भन्छ हाम्रो शिवपुर धाममा त रहेछ यो मान्छे पुरा लागेको राखान फाइनली गाइस पुग्छु धुएर बुढाबुढीले ट्याक्क सवार गरी हामीबाट खेल्दा राम्रोसँग ल हामी ढिलो हुने भए हामी अरू जानुपर्ने भयो त्यसरी पुरै देखाउँथे थोरै भेट्यो आज त ल यहाँ राम्रो लाग्यो मलाई यहाँ चाहिँ है तर मान्छे कम फेरि यहीँ छ हो यसले के जनाउँछ भनेको चाहिँ हाम्रो यहाँ जस्तै शिवपुरमा मान्छे कम तर राम्रो चाहिँ यही छ भन्नु मतलब के जनाउँछ भने चाहिँ हाम्रो संस्कृति भनेको हराइरहेको छ क्या खासमा भन्दाखेरि हो नि काली मतलब परम्परागत हाम्रो संस्कृति छैन हराइरहेको छ कि लोप भइरहेको छ भन्न खोजेको क्या त्यसले भनेको परम्परागत रूपले चलिआएको त्यो छ नि हाम्रो मेन पाहाडमा पनि त्यस्तो दिदीले चाहिँ बजाउँदैन नि खासमा बजाउँदैन गाउने अब त्यो हुन्छ नि पुराना के हुन् अब पहिला पुराना दिन हुन्छ नि त्यो होलीका गीतहरू गाउने त्यो मान्छेले आफै गाउने रातिको 1 बजीसम्म गाउने दोस्रो दुई दिनसम्म बजाले क्या त्यो होली होइन यस्तो हुन्छ क्या फुलमाला लगाएर सेतो लुगा लगाएर त्यस्तो हुन्छ ए नि कन्सर्ट बनाएको छ अब त्यहाँ के भन्ने डिजे लगाएको छ कता घुमेर फापला पनि हुन्छ कि उसो घुम्नु फाला पुग्नु त ल फापला पुगेर आउँ गाई जाइ ल रिङ रोड चाहिँ बपाल रिङ रोड बपाल नयाँ कसम हो नि गाली राम्रो छ रिङ रोड तल अस्ति बाइक साइक चलाउनु त्यस्तै पनि यास राम्रो छ अरे यति घुमेर यति मिनेट गरेर मा कसम भिडियो बनाएर आउँछु यार केटाहरू न सब्सक्राइब गरिदिन्छ न सेयर गरिदिन्छ न यत्रो भिडियो गरेर भिडियो बनाएर आएको यार त्यो केटाहरू त्यो गाइज यार केटाकेटी आमा सबैले गरिदिनु पऱ्यो क्या भन्दाखेरि आमा बनाउँदा केटा मात्र आउँछ है छोडा फेरि कति रुपियाँ चाहियो गाइज 5 रुपियाँ हुँदैन ए 5 रुपियाँ रहेछ यार
रुपियाँ मजा आयो हेलो गाइस सुदर्शन थ्याङ्क यू राजजी भाइ ओ भाइ भन्ने फेरि भाइ भन्ने फेरि ल गाइस ल गाइस यही बाटो आउँछु र एकछिन घुमेर आउँछु माया भनेर यसरी लाग्ने हो त आज मान्छे छैन आज त फ्री जस्तो लाग्यो घुमाएर एटभित्रै फ्री रहेछ आज त यार कोही छैन त लगाइज म आज एड गराएर चाहिँ बुल्ला लगेर एड गराएर आउँछु लगाइज यो चाहिँ हाम्रो गाडीको ठुलो गाडीको गाइज ठुलो गाडी त मजाले सकिन्छ एड मजाले उता लाग्छ बस सानो है ए यस्तो सानोमा हुन्छ पछाडि फेरि एक मान्छे राखेर नि गएको छ गाइज फेरि मेरो बुल्ला पनि राखेको छ पछाडि घेराभन्दा बाहिर जानु हुँदैन जानु पाइँदैन हातले त कम्मरमा स्वाद्न मजाले डोरमा हेरेर हुन्छ नि त्यो फेरि हल्लेपछि पछाडि पनि हल्लेला फेरि गाडी मान्छे राखेर पनि झिकै गाई खाली दिन त म कहाँ छोड्छु त फेरि अनि टी सर्ट त कटाउने होइन हल्लिदिनु सानो बाटो छ ल गाई यहाँ छ साइड लाइट बाल्ने मेरो साइड लाइटै बोलेन थियो कि हो त्यसैले म साइड लाइटतिर नलाग्ने भन्ने प्लानिङ गरेको छु मैले साइड लाइटै बोलेन गाई अब यहाँ रोक्ने हो न उकालोमा रोक्ने हो यहाँ त यहाँ स्पिड गर्ने हो ए मेरो बाइकको चाहिँ नहुँदो रहेछ नै म उकालोमा फेल भएँ गाइज किन भनेपछि मेरो बाइकको डेक बिरेक पनि नलाग्दो रहेछ के ओइल भएर त होइन के छ गाइज केही छैन ल ओह्रालोमा पनि बिस्तारै रोक्ने ओ ब्रेकै उ गर्दो रहेछ मेरो ब्रेक नहुनै पर्ला जस्तो छ ल होइन मैले पास गरेँ उता उकालो खुट्टु पुऱ्याएको थिएँ क्या पछि ओइल भएर भने के हो यति नै हो साइड बाल्नुपर्छ साइडमा बाल्नुपर्छ यति अब जाने पास भइगयो ल अलिक सिक्छु ल सिकाइ मागु घरमा बाइक सिके त भाइले स्कुटी सिकाइ मागो रे पैसा मलाई धेरै पायो तँलाई आज कहिले खाली नहुने आज त एककेटा हो उकालोमा नहुने थियो गाइज मेरो उकालोमा मैले साइड उकालोमा रोक्यो रोक्ने त ल उकालोमा त्यो साइड यो खुट्टा टेक्ने होइन यो खुट्टामा टेक्ने हो एउटा खुट्टामा लेफ्ट खुट्टामा ओह्रालोमा बिस्तारै रोक्ने यस्तरी एक साइड रोक्यो अब यो साइड भइहाल्छ यो साइड यसो गर्नुपर्ने हो ल पास हामी पास भएर आयौँ ल पहिले सिक्ने मान्छे रिङ्गोमा आउँदा हुन्छ क्या अब म आउँछु त स्कुटी ल्याएर हुन्छ हो कि नै के गरौँ गाइज तिमीहरूलाई म गाइज ल छोड 5 रुपियाँ दिन्छु 5 तल रुपियाँ गर यसो तल गर ल 5 रुपियाँ दिने तिनटै खाने है त ओ म 5 रुपियाँ रहेछ यार ल तिनले बाल्टी खाने है ल हामीलाई जान्दियो अनि उठाउनु जान्ने सबै कहाँ जान्दिनु अब कति कमायो तिमीहरूले देखाउ त कति कमायो 15 रुपियाँ 20 रुपियाँले 15 रुपियाँ त्यसले लुगा छ पैसा ऊ मान्छे बाटो छ नि त फाइनली गाइड रुममा पनि पुग्यो हामी घरमा प्रवेश गरिसकेका छौँ हामीले अङ्कलले त बाइक साइक धोएर हो कि बाइक साइक धोइ ए नै माथि एउटा पानी पो हाल्नु भएको रहेछ ल म बाइक चाहिँ आफ्नो अड्डामा हालिदिन्छु हामी यस्तै त हो नि ब्रो ल रमाइलो गऱ्यो गाइज अनि यो च्यानलमा सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला अनि सब्सक्राइब गरेर भने मेरो के भ्लग च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ तपाईँले अरू नभए पनि युट्युबमा गएर चाहिँ के भ्लगर हालेर पनि सर्च गर्न सक्नुहुन्छ तपाईँले ल गाइज